यहाँ चाहिँ नि ग्रह दशा लागेका मान्छेहरूलाई अब शान्ति गर्न भनेर मानिसहरू चाहिँ आउनुहुन्छ। उहाँहरूलाई चाहिँ अब हामीले सकेको अब नवग्रह योगिनी ग्रह उहाँहरूलाई कुन कुन ग्रह लागेको हुन्छ, मेरो यो ग्रह लागेको चाहिँ यसो गरिदिनुहोस् भन्नुहुन्छ। गुरुहरू भक्तजनहरू आउनुहुन्छ। विशेष गरिकन कार्तिक महिना र चैत महिनामा चाहिँ बढी भक्तजनहरूको यहाँ घुइँचो लाग्दछ। वर्षको अन्तिममा चैत महिनामा ग्रह कटाउने भनेर र कार्तिक कालो कार्तिक भनेर भक्तजनहरू आउनुहुन्छ। यहाँ आएर दर्शन गर्यो भने आफूमा लागेका चाहिँ ग्रह दशाहरू चाहिँ दोषहरू हट्छ अथवा कट्छ भन्ने एउटा चाहिँ हाम्रो धार्मिक जनविश्वास छ र माथि गएर दर्शन गर्नुहुन्छ। कतिले बाहिरबाट अब घुइँचो धेरै हुँदा बाहिरबाट दर्शन गरेर यहाँ हामीहरू गुरुहरूसँग यसो स्वस्ति शान्ति गराएर जब पाठ गर्न लाउनुहुन्छ। कतिपय चाहिँ अब समय हुने फुर्सद हुने मान्छे बाहिर माथि नै गएर पनि दर्शन गरेर पनि आउनुहुन्छ। जपा कुसम समकासम कासे पेप महाधुतिम तमरिम शर्मा पावण प्रणव तस्मै दिवाकरम दधि शङ्ख तुषारावम छिन्नदान समभम नमामि नमामि समर मुकुट भूषणम धर्णी गर्भ समुन्तम विद्युत कान्ति सम परम कुमार शक्ति ह तमङ्गलम प्रेम प्रेङ्गुलिकाले कासेनम रूपेण पतिभूतम सुमाम देवा नाम छ ऋषि नाम छ गुरु काञ्चन शनिमा बुद्धि वेशम तलिक नमामि बिरवितम हिम कुण्डमिन्दलामं देतना परगुरुम सर्वस्तारा पार्गना भार्गनामाम लीलाञ्जन सभाभास रवि पृथम एमा गर्जम छायामार तम 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 नमामि शनेश्वरम अर्धकार्य महावीर चन्द्रदित विवर्धन सिंहिका गर्भ समुतम तम राहु प्रेम्या भनेर नभए गरेको चाहिँ हुन्छ। सूर्यादि नवग्रह छ। सूर्य पिङ्गला सोम चन्द्र मङ्गला भौम भ्रामरी गुरुपति धान्ना शुक्र सिद्धा शनि उल्का राहु सङ्गटा केतु विकटा जनग्रह सासान देउन भनेर हामीले गरिदिन्छौँ। अनि भगवानमा आस्था राखेर गर्दाखेरि वास्तवमा भगवान चाहिँ सत्य छन्। गऱ्यो भने हामीलाई चाहिँ त्यो चाहिँ प्राप्त हुन्छ। अहिले भलै हामीलाई केही दुःख भए पनि पछि चाहिँ हामीले सत्कर्म गऱ्यौँ भने पछि चाहिँ त्यसको फल हामी प्राप्त गर्दछौँ।